भाइ के दिमाग छ नि के हो तपाईले के गर्नुहुन्छ त तपाई दोकान नचलाउने ल ल ल दिन्छु ल ल ल अहिले के यो सट्टा तिम्रो तानिन्छ भाइ के दिमाग छ नि के हो हजुर दिमाग छ नि के हो किन किन यसरी फाल्ने हो त कुखुरा होइन तपाईले कुखुरा भनेर दिए त नि हैन कुखुरा त दिनुभयो तर मैले पैसा तिरेर दिएपछि यसलाई भुत्याउनु पर्यो काट्नु पर्यो गर्नु पर्दैन के त्यति किसिमले दिएर हुन्छ होइन भने मतलब मसँग काट्ने कुरो छैन हो भुत्लाउनलाई नि भुत्लाइसकेको छ त भुत्ता त अनि ग्यासले जलाउनु पर्यो ग्यास त नि ग्यास ट्याक्कै बिहानै सक्यो क्या होइन होइन जलाउनु पर्यो जसरी हुन्छ मैले त पैसा दिएको नि त भाइले छ अनि मैले पनि हजुरले मलाई पैसा दिए 500 रुपियाँ हजुरलाई पनि त मैले दिएँ त नि होइन यो जलाउनु पर्छ जलाएर यसलाई काट्नु पर्यो जलाउने हजुर जलाएर हल्का जलाएर काट्नु पर्यो जलाउने पकाउनु जलाउनु दिइहाल्छु भने जलाउनलाई छ यहाँ होइन त्यो जलाउने भनेको होइन क्या भाइ ग्यासमा जलाउने हो यता सुन्नु नि दाजु यो लगेर यो साइडमा चुल्हा छ हजुर त्यहाँ लगेर जलाएर होइन यसरी हुँदैन यो यसैमा हो यसमा जलाउने होइन कि यसमा जलाएपछि गनाउँदैन त यो त ग्यासले पो जलाउने हो त ग्यास छैन नि त दाजु मेरो दाजु ग्यास छैन त के को यो किन राख्नु त दोकान होइन यो यसले उता लगेर जलाउनु होइन होइन हुँदैन जानु यो यी जलाउनु पर्छ हुँदैन हुँदैन ग्यासै छैन के गर्ने होइन, त यी जलाउनु पर्छ ग्यास छैन के गर्ने त ल होइन, भन्नु के गर्ने तपाईँले के गर्नुहुन्छ त तपाईँ दोकान नचलाउने न सौदा तानिदिनु हो नगर्नु नि दाजु त्यस्तो नभन्नु नभन्नु तपाईँले व्यापार यहाँ ठाउँमा छिमेकी यहाँ बस्नुपर्छ भने तपाईँले कसरी चलाउनु पर्छ त्यो दिमागमा छैन तपाईँको चाहिँ नि भर्खर नयाँ खोलेको छु दाजु त्यसमा नयाँ भन्नु खुलेको छ त पहिले व्यवस्थापन गरेर चाहिँ खुल्ने गर्छ नि होइन भनेर जसरी पनि खोल्न मिल्छ चाहिँ तपाईँलाई मेरो दाजु तपाईँलाई मैले यो घर लगाएर यो मैले त मासु त राम्रो छ नि नकाटे पनि नजलाए पनि राम्रो छैन घर गएर त गर्नु न होइन के दाजु अब यो के गर्नु त मैले अब यो जलाउनु भन्दा नि मान्नुहुन्न तपाईँ अनि खोइ पैसा दिनु त्यसमा हजुर पैसा दिनु पैसा त अनि कसरी आउँछ त होसमा लादिनु त्यसमा जोगिसकेको छ जोगेको केही हुँदैन जोगेको पैसा काट्दैन नि जोख्ने पैसा काट्दैन कसरी काट्छ हाँ पैसा दिनु अर्कोचोटि तपाईँको सबै राम्रो भइसकेपछि अनि मलाई जाउँला ए दाजु तपाईँलाई के चित्त नबुझेर भन्नु होइन होइन चित्त बुझेको छैन चित्त किन नबुझे भन्नु यसले ग्यासले जलाउनु पर्यो यो काट्नु पर्यो पिस गर्नु पर्यो यसलाई जलाउनुको लागि मसँग ग्यास छैन सुन्नु पहिला कुरो ग्यास छैन यसले लगाएर यो क्रेटले यहाँ तल चुल्हा छ त्यहाँ बाल्दै गर्नु न म आउँछु क्या जलाउनु लानु न न्यु खोजेको हजुर न्यु खोजेको पैसा नदिए पैसा ल्याऊ पैसा ल्याऊ पैसा ल्याऊ पैसा ल्याऊ ल ल ल दिन्छु ल ल ल दिन्छु दिनु न दिनु पैसा ल्याऊ पैसा ल्याऊ यस्तो काम गर्छ तिमीले यसरी दोकान खाएको एउटा व्यवस्था तरिका हिसाब किताब अनि लिएर जानु हुँदैन त नि मलाई दिनु भोलिदेखि यो सट्टा तिम्रो तानिन्छ किन नि तानिन्छ यसरी व्यापार हुँदैन तपाईँले